गुड मर्निङ गाइज। आज चाहिँ म तपाईहरुको प्रियङ्का राजुन्सी। आज हामी माउन्ट कुक र लेक टेकापु जाँदैछौँ अनि क्राइस्ट चर्चबाट अलमोस्ट लाइक 6 to 7 आवर्सको ड्राइभ रहेको छ। एन्ड स्टे ट्युन फर मोर भिडियोज। त्यत्रो लामो ड्राइभ भएपछि कफी त पिउनै पर्यो। त्यसपछि हामी हाइवेतिर लाग्यौँ। यो हाइवे चाहिँ साउथको एन्डतिर लैजान्छ। यो हाइवेले बिचमा पानी पर्छ। अलिकति भिजिबिलिटी पनि लो थियो। अलमोस्ट लाइक 3 आवर्सको ड्राइभ पछि हामी लेक टेकापु पनि आइपुग्यौँ। अनि लेक टेकापु पुगेर हामीले ब्रेकफास्ट पनि गर्यौं। यो चाहिँ लेक टेकापु है। यो लेक टेकापुमा एउटा बिल्डिङ बनेको छ। जुम न त्यहाँ तलसम्म। हुसु लागेर धेरै कुरा हेर्न त पाएनौँ, तर भ्यू एकदमै राम्रो थियो। लेक टेकापु हेरिसकेपछि हामी माउन्ट कुकतर्फ लाग्यौँ। कौन सी लेक है ये? लेक पुकाकी। लेक पुकाकी में आई हूँ। ओ मेरी पंजाबी लड़कियों, देखो ऐसी अच्छी व्यू देखो ये। तुम्हारे लिए मैं हिंदी में ब्लॉग बना रही हूँ। ये ऑन द वे क्वींस टाउन की रास्ते में पड़ता है और इसका नाम क्या है पता नहीं। अलिअलि स्नो देख्नु भयो त्यो माउन्टेनमा। अहिले चाहिँ त्यो माउन्टेन अलिक क्लियर आइरहेको छ। अहिले चाहिँ हुसु लागेर अब यो हुसु क्लियर, अब मेबी नेक्स्ट टाइम हामी फर्किँदाखेरि हुसु क्लियर हुन सक्ने छ। तर अहिलेको लागि चाहिँ कस्तो राम्रो भ्यू हेर्नु न। अब माउन्ट कुकको नजिक जाँदैछौँ। हेर्नु कस्तो क्लाउडी छ।
हम माउन्ट कुक पे आ गए हैं। हामी माउन्ट कुकमा आइसकेछौँ। अब यहाँबाट 1.2 किलोमिटर्सको ट्रेकिङ रहेको छ। त्यसबाट हामी माथि पुगेर माथिको भ्यू हजुरहरूलाई देखाउनेवाला छ। माउन्ट कुक माउन्टेन है त्यो चाहिँ। अब यतापट्टि हाम्रो लेक रहेको छ। अब लेकतर्फ हामी हिँड्दैछौँ। यो भ्यू हेर्नु होला कस्तो लाग्यो हजुरलाई। यो चाहिँ आइसको टुक्रा रहेको छ। यो चाहिँ माउन्टेनबाट पग्लेर एभिलेन्स भएर आएको टुक्राहरू हो। यो पुरै लेक फ्रोजन हुन्छ स्पेसली, तर अहिले अलिकति गर्मी भएको कारणले चाहिँ यो लेक फ्रोजन भएको छैन र हल्का आइसको टुक्राहरू हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ छ, यहाँ छ। हामी यो बाटो ग्लेसियर हेर्न जाँदैछौँ। And this is called Blue Lakes, but it looks green. अघि हामीले ग्लेसियरको फोटो खिचेको त्यहाँनिर छ। And thank you for watching, guys. If you like my videos, please do like and subscribe my channel. Thank you.